ब्लू लाइट ग्लास किन्नु अघि यो कुरा नजानेर पैसा खर्च नगर्नुहोस्। आजकल सोशल मिडियामा ब्लू लाइट ग्लासले आँखालाई पूर्ण सुरक्षा दिन्छ भन्ने धेरै दाबी गरिन्छ। ब्लू लाइट मोबाइल, ल्यापटप, टिभी र सूर्यको प्रकाशबाट पनि आउने सामान्य प्रकाश हो। हालसम्मको वैज्ञानिक प्रमाणले ब्लू लाइटले स्थायी आँखाको क्षति गर्छ भन्ने स्पष्ट देखाएको छैन। तर धेरै समय स्क्रिन हेर्दा आँखा थाक्ने, सुक्खा हुने, टाउको दुख्ने जस्ता समस्या भने हुन सक्छन्। यसको मुख्य कारण ब्लू लाइट मात्र होइन, कम पलक झिम्क्याउनु र लामो समय नजिक हेर्नु पनि हो। केही व्यक्तिलाई ब्लू लाइट ग्लास प्रयोग गर्दा आराम महसुस हुन सक्छ, विशेष गरी राति काम गर्दा। तर केवल मार्केटिङ हेरेर ग्लास नकिन्नुहोस्। सबै ब्लू लाइट ग्लास गुणस्तरीय हुँदैनन्। राति धेरै मोबाइल प्रयोग गर्दा निद्रामा असर पर्न सक्छ। यस्तो अवस्थामा ब्लू लाइट फिल्टर उपयोगी हुन सक्छ। सही स्क्रिन डिस्टेन्स, ब्राइटनेस कन्ट्रोल र 20-20-20 नियमले अझ बढी फाइदा दिन सक्छ। यदि तपाईलाई स्क्रिन प्रयोग गर्दा समस्या भइरहेका छ भने आँखाको जाँच गराउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सही जानकारी सहित सही निर्णय लिनुहोस्। आँखा सम्बन्धी सल्लाहका लागि आजै सम्पर्क गर्नुहोस्।